पुरानो सबैजनाले कमेन्ट गर्नु होला। कमेन्ट गर्नुभयो भने तपाईहरुकोमा आउनलाई यति सजिलो हुँदो रहेछ हैन। तपाईहरुको सम्म आएको बोसो पगाल्नलाई जङ्गलमा चारो खोज्न लिएर जाँदै हुन्छ हामीलाई। ए हामीलाई रे मलाई जङ्गलमा त पनि एक्लै। ओ दिदेउ कमेन्ट चाहिँ गर्न नछुटाउनु होला, किनभने कमेन्ट गर्नुभयो भने तपाईहरुको च्यानलसम्म आइपुग्नु मलाई एकदमै सजिलो। हेलो साथीहरु, नमस्ते एन्ड वेलकम माई युट्युब च्यानल। यो पुनमले चाहिँ जति बेला नि यो किचनमा बसेर भिडियो बनाउँदो रहेछ। कहीँ पनि इन्ट्रेस्टको ठाउँ भन्नुहुन्छ होला हैन। अब यस्तै छ साथीहरु। अनि आरामै हुनुहुन्छ होला, आरामकै कामना गर्न चाहन्छु। अनि नयाँ जति पनि साथीहरुले मलाई अब जोडिराख्नु भएको छ कमेन्टमा हैन, जोडिएको छु, मलाई मसँग पनि आइपुग्नु होला भनेर लेख्नुहुन्छ उहाँहरूले। उहाँसम्मको पनि जति सक्दो जाने कोसिस गरिरहेको छु। म चाहिँ हात पनि गरिसक्यो, त्यसका बाद चाहिँ मोबाइल बोक्दा बोक्दै हात पनि गर्छ। अनि सबैजना नयाँ साथीहरूलाई चाहिँ भन्न चाहन्छु कि नयाँ पुरानो सबैजनाले कमेन्ट गर्नु होला। कमेन्ट गर्नुभयो भने तपाईहरुकोमा आउनलाई यति सजिलो हुँदो रहेछ हैन। तपाईहरुको सम्म आइपुग्नु जसले मलाई कमेन्ट गर्नुहुन्छ म त उसकोमा त पुगेर कमेन्ट गरेर वाच गरेर एउटा भिडियो चाहिँ वाच गरेर छोड्छु, जेसुकै होस् हैन। अनि फेरि अझै लोड सेडिङ बढिरहेछ, लाइन गएको गई गर्छ। लाइन गएको गई गरेर फेरि डाटाबाट आउनुपर्छ कहिलेकाहीँ। अनि यस्तै त हुने हैन साथीहरु। अब केपीले गर्नु गरिहाल्यो अब। अनि आज चाहिँ हामी चाहिँ खाजा मकै भटमास कतिजनालाई मनपर्छ है, मलाई चाहिँ एकदम मनपर्छ। अनि मैले चाहिँ अब मेरो श्रीमानलाई एकदम चिसो लागेको छ नि त, त्यही भएर उहाँले खाने भन्नुभयो। अनि भुटिदिले चाहिँ साथीहरु गुन्द्रुकको अचार मकै हैन कस्तो मिठो हुन्छ। तर अब चिसो लागेको बेला त खानु रुगा चलेका लान्छ गुन्द्रुक है साथीहरु। अब त्यस्तै साथीहरु यता डढिसक्यो फेरि उयो मलाई मार्छन् फेरि। भटमास डढिसक्यो, कुटुङ भटमास चाहिँ रेडी भइसक्यो साथीहरु। कस्तो मिठो, एकदम धेरै पौष्टिक हुन्छ अरे नि त। यहाँ चाहिँ मकै पनि गुजुक गर्दो रहेछ। मकै पनि रेडी भइसक्यो साथीहरु, फर्किँदैछ। म चाहिँ यसरी तेल लाएर भुट्छु हैन, कति छिटो फुलिहाल्छ। अब त फेरि अब पड्किन थालेपछि त फेरि पड्किन थालिहाल्यो। कालो चिया चट्टा, वाउ रातो चिया कति राम्रो देखिएको। मकै भटमास खानको लागि चाहिँ मैले अक्कबरी खोर्सानी अनि यो मम्मीले आफ्नै हातले बनाइदिनु भएको कोपी बन्दाकोपीको अचार के साथीहरु, यति मिठो हुन्छ। चारो खोज्न गएको है साथी हो हामी चाहिँ। यो पछाडि चाहिँ आउने हाम्रो दिदी हो, काठमाडौँ बसेर मोटार आउनुभएको छ। त्यो बोसो पगाल्नलाई जङ्गलमा चारो खोज्न लिएर जाँदै हुन्छ हामीलाई। ए हामीलाई रे मलाई मैले अघि तपाईँले दिनुभएको अघि त खाँदैछु। अनि ब्युटी देखिन्छु त म त। तपाईँ पनि ब्युटी देखिँदै हुन्छ रातो। अब पठाउँछ होला पानी पनि डढेर लाएर नाङ्गे बनाएको छ नि। अस्ति तर आएको दिदी म यहाँ एकचोटि यहाँ दाउरा खोज्नु दिदीहरूसँग आएको थिएँ कि, डढेलो लाएर पुरै जङ्गल बनाइरहेछ। अनि यस्तो डढेलो लाएको ठाउँमा चारो पनि कहाँबाट हुने। यो घनारो जङ्गलमा हेर्नु न साथी, मलाई एक्लै छोडेर दिदीले यति फास्ट हिँड्नुहुन्छ नि, मलाई घरिघरि त डर पनि लागिरहेछ क्या। जङ्गलमा त पनि एक्लै। ओ दिदेउ कुन डाँडा पुग्नु भयो? यति हुँदैछ चारो साथी हो, कहिले भारी पुर्याउनु है, गाह्रो छ। बाख्रा कति मजाले चरे क्या दिदी, त्यसका बाँझै ल कसका बाख्रा हुन् नि। तपाईँ 1 घन्टामा नि 1-2
यत्रो संसार कुद्दा पनि चार नभेटेर कहिले के तान्नु दोरी मजाले जंगल घुम्यो नि हो अब एक दुई दिनमा हुन्छ मजाले पलाएको छ सानो सानो रहेछ अब भुतुक्कै भयो हिँड्दा 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 हिलोमा जंगल पनि मजाले घुम्यो लगभग 2 महिना पछाडि दाउरा काट्न मात्र गइरहिन्थ्यो अनि चारो पनि लिएर काट्यो नुहाई धुवाई गरेर फ्रेस पनि भयो साथीहरु अनि यसरी नै सपोर्ट गर्दै गर्नु होला सबैजनाले अनि म पनि तपाईहरुलाई सकेको सपोर्ट गर्नेछु कमेन्ट चाहिँ गर्न नछुटाउनु होला किनभने कमेन्ट गर्नुभयो भने तपाईहरुको च्यानलसम्म आइपुग्नु मलाई एकदमै सजिलो हुन्छ साथीहरु भन्दै थ्यांक यू सो मच अगेन मोर बाइ बाइ अर्को भिडियोमा भेटौँला है त